हामी हिँड्ने रुट चाहिँ यस्तो छ के छ सुभाष एकदम चिल भइरहेछ सी हेज बिन हियर फर अबाउट अ मन्थ या बिनाजु कस्तो लाग्दैछ ए बिन्दास बिन्दास रमाइलो भयो यसरी हिमाल हेर्यो भने सो तपाईँहरू पनि यो नागथली घुम्न आउन सक्नुहुन्छ एकदमै बबाल भ्यू हेलो गाइज वेलकम ब्याक टु माई च्यानल सो आज चाहिँ अब हाम्रो नागथलीको सेकेन्ड डे होइन हिजो चाहिँ हामीले फर्स्ट डे अब बेलुका इन्जोय गरौँ अनि फेरि हामी सबैजना सुत्यौँ अब आज चाहिँ सेकेन्ड डे अब बिहानैदेखि सुरु हुँदैछ सो अब म पनि उठिसकेँ दाइ पनि उठेर रेडी भइसक्नु भयो मैले पनि रेडी भएर कपडा सपडा लगाइसकेँ सो यहाँ पनि केटाहरू सबजना अब यहाँ रेडी हुने तर्खरमा छन् होइन रेडी हुने हाम्रो यहाँ अर्जुन दाईको अवस्था के छ बुझौँ न भनेको छैनन् अर्जुन दाई छैनन् यार ल यहाँ अब सबजना रेडी हुँदै हुनुहुन्छ रेडी भयो भिनाजु ल अब माथि जानको लागि अब आज हामी जाने ठाउँको नाम के हो ल यहाँ पनि अब भिनाजु उठिसक्नु भयो भिनाजु उठिसक्नु भयो फास्ट अब छिटो उठेर ठ्याक्कै रेडी भइहाल्ने भन्ने कुरो हो ल अब यहाँ सबजनाको हालपर बुझ्दैछौँ होइन ल यहाँ पनि हाम्रो टोलीहरू अब रेडी हुँदै हुनुहुन्छ होइन चट्टे लाएर अनि हामी यहाँबाट हामी आज जाने ठाउँको नाम के हो रेस ल अब हाम्रो यहाँ दाजुभाइहरू सबजना रेडी हुँदैछन् होइन सो गाइस अब हामी यहाँबाट निस्किसक्यौँ होइन सो अब आज हामी यहाँ पुरै माउन्टेन रेन्जहरू अवलोकन गर्छौँ सो अब सबजना यहाँ रेडी भइसक्नु भयो र हामी हिजो राति बसेको चाहिँ अब यही होटलमा हो होइन अनि यहाँबाट चाहिँ पुरै नागथलीको पुरै सिन देखिन्छ यहाँनिर पुरै माउन्टेन रेन्जहरू होइन तपाईँले देख्न सक्नुहुन्छ कस्तो बबाल देखिरहेछ होइन र यहाँ चाहिँ उतातिर सबै पुरै एकदम ट्रेडिसनल स्टाइलबाट बनाएको होइन पुरै अब यही गेस्ट हाउसहरू भनौँ न होटल गेस्ट हाउसहरू छन् सो गाइस यहाँ सबजना रेडी हुँदैछन् यता भाइहरू रेडी भइसके त्यहाँ दाइ ब्रस गर्दै हुनुहुन्छ होइन ल यतातिर सबजना अब जानको लागि रेडी भइसके र अर्को कुरा चाहिँ हाम्रो यहाँ एउटा कुखुरा अझै बाँकी छ सो यहाँ दुईजना टोली चाहिँ त्यो कुखुरा बनाएर मात्र आउँछन् अरू चाहिँ बाँकी हामी अगाडि हिँड्दै गर्छौँ हामी चाहिँ अब यहाँबाट हिँडिसक्यौँ होइन सबजना तारुचे जानको लागि र यहाँनिर चाहिँ एउटा तलाउ पनि रहेछ यो तलाउको चाहिँ नाम केही छैन के तलाउ तपेला तलाउ यही नै हो है नागथली सो यो चाहिँ एकदम रमाइलो छ अब त्यता चाहिँ त्यति धेरै हिउँ छैन तर यतातिर चाहिँ पुरै यहाँ अहिले पुरै हिउँ टल्किरहेछ होइन बिहानको घाम परेर जब बिहानको टक्क सूर्यका किरणहरू यहाँ हिमालको सेतो हिउँहरूमा पऱ्यो नि होइन सो यस्तो लुक्स आइरहेछ ल अब हामी हिँडिरहेछौँ होइन अनि ओके ल फरेस्ट भ्यू यस्तो बाटो हिँडिरहेछौँ यहाँ फोटो खिच्ने काम भइरहेछ हामी यस्तो हिमालको सामुन्नेमा आइरहेछौँ क्या गाइस सामुन्नेमा अब यहाँबाट बबालले भ्यू देखिन्छ क्या यहाँ चाहिँ यत्रो ठुलो भयङ्कर रुख लड्या रहेछ होइन र हामी यहाँ जुन हिँड्ने बाटो छ नि यो रुट चाहिँ बबालै रमाइलो छ क्या यहाँतिर चाहिँ पुरै जङ्गल मात्र हो क्या पुरै जङ्गल छ होइन र यो जङ्गलमा चाहिँ दिउँसै भालुको डर पनि हुन्छ अनि हामी चाहिँ पुरै उकालो हिँडिरहेछौँ अहिले होइन हामी हिँड्ने रुट चाहिँ यस्तो छ सो एकदम मजा आइरहेछ
के छ भाइ रमाइलो भइरहेछ एकदम रमाइलो भइरहेछ त के छ सुभाष एकदम रमाइलो एकदम चिल भइरहेछ एकदम रमाइलो भइरहेछ ल सो गाइज हामी चाहिँ यहाँ वाकिङको मजा लिइरहेछौँ होइन ट्रेकिङको सो एकदमै मजा आइरहेछ सो अब हामी फेरि हिमालको अगाडिपट्टि आइपुगिसक्यौँ अब हामी जाने डाँडो यो हो उतापट्टि डाँडो यो डाँडो भन्दा नि अझ परको डाँडो हो कि हामी त्यहाँ गइसकेपछि चाहिँ होइन पुरै चाइनाको गाउँहरू देखिन्छ कुन देखिन्छ है टिबेटियन भिलेजहरू देखिन्छ होइन त हामी चाहिँ त्यहाँको भ्यू अवलोकन गर्न जाँदैछौँ यहाँनिर चाहिँ रुखहरू चाहिँ होइन पुरै कस्तो भएकै हो गाइज हामी हिजो आएको बाटो चाहिँ होइन पुरै त्यो बाटो हामी आएको होइन र अहिले तपाईँले देख्न सक्नुहुन्छ हामी कहाँ छौँ सो पुरै माथि छ होइन यहाँनिर हिम श्रृङ्खलाहरू सबै हाम्रो आँखा अगाडि नै छन् सो हामी चाहिँ हिँडिरहेको छौँ नि लगभग 1 घन्टा 20 मिनट हिँडेपछि हामी यहाँ आइपुगेका छौँ अब बाटो सबै यस्तै छ अझै लगभग झन्डै 40 मिनट जति हिँड्नुपर्छ भन्ने कुरो आइरहेको छ होइन सो यहाँ सबजना थकित गलित कतिको भइरहेछ पुरै होइन अब हामी चाहिँ धेरै थकाइ लागेको छैन मलाई त अब हामी चाहिँ माउन्टेन रेन्ज हेर्दै हामी माउन्टेन रेन्ज रसो जिल्लाको अँ। सम्पूर्ण माउन्टेन रेन्जहरू हेर्दै हामी तालुकी भन्ने स्थानमा पुग्छौँ अनि तिब्बतका गाउँहरू पनि हेर्छौँ तिब्बतका गाउँहरू हेर्छौँ तिब्बतका हिमालहरू हेर्छौँ ल तिमीले गाउँ देखिन्छ नि दाइ देखिन्छ अब अहिले हामी फेरि यति घमाइलो डाँडोमा यहाँ आइपुगिसकेका छौँ होइन हाम्रो उहाँ टोलीहरू कहाँ पुगिसक्नु भएको छ होइन ऊ त्यत्रो माथि सो अब हामी यहाँबाट फेरि हिँड्ने काम जारी छ सो एभ्रिबडी इज कमिङ है ल एकदम रमाइलो भइरहेछ एकदम चिल भइरहेछ सो गाइज हामी चाहिँ माथि नागथलीबाट माथि जाने क्रममा चाहिँ हामीले चाहिँ यहाँ केही टुरिस्ट साथीहरू पनि भेटेका छौँ एकजना अगाडि जानुभएको छ एन्ड सी इज फ्रम क्रोसिया एन्ड सी हेज बिन हियर फर अबाउट अ मन्थ एन्ड सी इज फ्रम क्रोसिया currently she lives in Germany. So we are talking to each other and making our journey special. Okay, thank you. So हाम्रो चाहिँ यहाँ गफ गर्दै हामी अगाडि बढिरहेछौँ होइन उहाँसँग गफ गर्दै म हिँडिरहेको छु उहाँलाई पनि यसो गफ गर्ने मान्छे भएपछि यहाँको बारेमा एक्सप्लेन गर्दै म हिँडिरहेको छु हामी अझै पनि हिँडिरहेछौँ होइन लास्टै नै हिँडिसक्यो आज कि झन्डै 3 घन्टा जस्तो हिँडिसक्यो होला तर अब कतिखेर पुग्ने अझै थाहा छैन 20 मिनट भन्छन् 20 मिनट भनेकै 60 मिनट भइसक्यो सो हामी यति माथि त्यो नागथलीबाट यति माथि तपाईँले देख्न सक्नुहुन्छ नागथली त्यहाँ छ होइन हो यो नागथली होइन र नागथलीबाट यति माथि हामी आइसक्यौँ यति माथि सो अब यता फेरि हिउँदेखि थालिसकेको छ अब हामी हिँड्दैछौँ होइन कतिखेर पुग्ने थाहा छैन अझै लाग्छ होला 20-25 मिनट त अझै लाग्छ पक्कै पनि सो भोकभोकै बिहानदेखि पुरै भोकभोकै बाटोमा अलिअलि पानीको सिप्का हान्दै आएको छौँ त्यो पानी पनि यति चिसो कि मुखमा लिएर बस्नु पनि नसक्ने दाँत पुरै फुक्ले लास्तो हो नि सो खानेकुराहरू केही छैन यहाँ होइन बिहानै तलबाट केही न केही चाहिँ ल्याउनु पर्थ्यो हामीले अब यत्रो बाटो फेरि हामी भोको पेट फर्किनु छ सो अब रिजर्भले काम त गरिरहेछ अलिअलि त तर एकदम च्यालेन्ज पनि भइरहेछ एडभेन्चर पनि भइरहेछ एकदमै अब हामी मेन डेस्टिनेसनमा हामी आइपुगिसकेका छौँ होइन तपाईँले देख्न सक्नुहुन्छ यी पुरै फुलै फुल हिउँ हेर्नुहोस् हिमाल हेर्नुहोस् सो यही हो मेन डेस्टिनेसन तिब्बतको गाउँहरू देखिने तारुचे डाँडो बिनाजु कस्तो लाग्दैछ ए बिन्दास रमाइलो भयो यसरी हिमाल हेर्यो भने आहा सुन्दर कस्तो लागिरहेछ दाइ बबाल यहाँ सुरुमा म आइपुगेको सुरुमा आउँदाखेरि मलाई चाहिँ अझ एक्सपेक्टेसन के थियो भन्दाखेरि म चाहिँ पिकमा पुग्छु अनि पुरै 360 देख्छु भनेको थिएँ तर एराउन्ड 270 चाहिँ छ है फेरि छ 270 हेर्न उतासम्म 270 देखि नहुनु मजाले छ
ओके गाइस, सो हामी मेन डेस्टिनेसनमा आइपुगिसक्यो होइन। अब दाइलाई कस्तो लागिरहेछ 7 वर्षपछि होलिडेमा टक्क कतिको इन्जोय भइरहेछ हो? हिमालयन रेन्ज पुरै एकदम एकदम रमाइलो भयो होइन। ल सबजना यी अब यस्तो मसला खाइरहनु भएको छ, तिहारको भाइ मसला। अब म पनि यो भाइ मसलाहरू खान्छु होइन। सो यो नखाइ त हुँदैन। सो गाइस, तपाईँले देख्न सक्नुहुन्छ पुरै हिमालयन रेन्ज हेर्नुहोस् होइन। यो फोटो खिच्ने काम यहाँ भइरहेछ होइन। हामीले पनि यहाँ फोटोहरू टन्नै खिचिसक्यौँ। सो यहाँको भ्यू चाहिँ हामीले पुरै इन्जोय गरिसक्यौँ होइन। सो तपाईँहरू पनि यो नागथली घुम्न आउन सक्नुहुन्छ। एकदमै बबाल भ्यू छ यहाँबाट पुरै हिमालयन रेन्ज लगभग झन्डै यहाँदेखि होइन यो पुरै यहाँसम्म जाँदा झन्डै 270 यति देखिन्छ। तर यति बाँकी चाहिँ छैन, 270 जति मजाले देखिन्छ यहाँ हिमालयन रेन्जहरू। सो एकदमै बबाल एक्सपिरियन्स भयो हाम्रो चाहिँ। यो चाहिँ हो टिबेटियन गाउँ, यहाँबाट देखिन्छ यो टिबेटियन गाउँ। तर टिबेटियन गाउँ त खासै त्यस्तो इन्जोय हुने गरी देखिँदैन। मेन देखिने भनेको यहाँबाट जुन हिमालयन रेन्ज देखिन्छ होइन, यो चाहिँ बवालै छ, आउटस्ट्यान्डिङ, अमेजिङ। अनि यहाँनिर चाहिँ यस्तो एरिया छ नि, यो फुलै फुल है, यो पुरै फुल्या छ। अनि यता पुरै डाँडै छ। यो पुरै डाँडो भयो होइन, यो पुरै डाँडो भयो। अनि योभन्दा माथि पुरै हिमालयन रेन्ज। र यहाँनिर 10 टाइम्स जुम गर्दाखेरि हिमाल यहाँ सामुन्ने अगाडि नै आएको देखिन्छ। यसमा भन्दा यो पिकमा चाहिँ अझै धेरै हिउँहरू छ। सो एकदमै बबाल भ्यू छ यो। अनि गाइस यतापट्टि चाहिँ अझ राम्रोसँग हिमालहरू मजाले टल्केर क्या, यतातिर जस्तो मजाले टल्केर यता अझै देखिएको छैन। पुरै त्यो तुवालो जस्तो छ त्यहाँ होइन। अब चाहिँ हामी नागथलीको यो माथि चेताङ भन्ने ठाउँबाट फर्किँदैछौँ होइन। अब हाम्रो यात्रा फेरि यहाँबाट नागथली हुन्छ। नागथली गएर खाना खान्छौँ हामी। अनि त्यहाँबाट फेरि हामी ओह्रालो लाग्छौँ। सो हिजो जुन बाटो आएको त्यही बाटो फर्किन्छौँ। गाइज हामी अब अहिले चाहिँ ओह्रालो झरिरहेको छौँ होइन। अब भोकै अहिले त हालत पनि खराब भइसक्यो, तैपनि लास्ट एडभेन्चर भयो। एकदम रमाइलो ठाउँमा हामी गएर आयौँ होइन। सो तपाईँहरूलाई पनि यदि घुम्न मन छ भने काठमाडौँबाट एक दिनमा मजाले आइपुग्छ, भोलिपल्टै फर्किन मिल्छ। सो त्यस्तो धेरै टाढा पनि छैन। अनि एकदम ट्रेक गर्न पनि बहुत रमाइलो ठाउँ छ। हामी अब अहिले पुग्नुपर्ने चाहिँ त्यहाँ हो नागथली भन्ने ठाउँमा, तपाईँले देख्न सक्नुहुन्छ यति टाढा छ। सो हामी अहिले यहाँ छौँ। अब यहाँबाट नागथली पुग्न नै बहुत च्यालेन्ज छ। आधी बाटोभन्दा बढी त क्रस गऱ्यौँ होला हामीले। अनि यो जङ्गल पुरै यो जङ्गलको बाटो हिँड्नु छ हामी। हाम्रो अब कति सबै साथीहरू तलतिर पुगिसकेका छन्। हामी 3 जना मात्र यहाँ छौँ एक्चुअली। अब यहाँबाट झरिरहेको छौँ हामी। यस्तो बाटो छ है हिँड्ने बाटोहरू। ओके गाइज, अब हामी चाहिँ नागथली पुग्ने बेलामा लास्ट जानभन्दा आउन टाइम लाग्यो। यहाँबाट हिँड्दैछौँ हामी 3 भाइ, सुभाष अनि ऊ चाहिँ हाम्रो जनक भाइ, सुभाषको सालो मेरो भाइ पर्छ होइन। अनि हामी 3 भाइ यहाँ हिँडिरहेको छौँ। अरू चाहिँ गएर भक्काभक दिन थालिसक्यो होला। हामी पनि बिस्तारै पुग्छौँ। हामी फाइनली नागथली आइपुग्यौँ होइन। सो हामी नागथली आइपुग्यौँ, यही नै हो। अनि यहाँ चाहिँ पुरै गाईबस्तुहरू मजाले चरिरहेछ है, पुरै पानी खाइरहेछ मजाले यहाँ होइन। ऊ आलमा ऊ पुरै गाईबस्तु चरिरहेछ, तपाईँले यहाँ देख्न सक्नुहुन्छ। यो नागथली भन्दा त हामी अहिले गएको माथि के अरे सुभाष, चेताङ तारुचे भन्ने ठाउँमा चाहिँ खत्रै छ भ्यू होइन। त्यहाँ चाहिँ बबाले लाग्यो। नागथलीमा चाहिँ त्यस्तो अब त्यहाँ नगएको भए यही खतरा लागेको थियो हामीलाई। तर त्यहाँ गइसकेपछि
बबाले लाग्यो त्यहाँ चाहिँ एकदम छोड्नै मन नलाग्ने खालको ठाउँ रहेछ त्यो चाहिँ। सो गाइज फाइनल्ली आयो अब यहाँ खाना खाने, अरू साथीहरू त्यहाँ खाना खाइरह होलान् अनि त्यसपछि जाने। सो गाइज खानासाना खाइयो, खाना खाएर अब यहाँ पल्टेको मजाले एकछिन रेस्ट गरेर मात्र यहाँबाट झर्नुपर्छ। यता तपाईँ दाइ पनि मस्त सुतिरहनु भएको छ। भिनाजुलाई चाहिँ आराम गर्न पर्दै नपर्ने, कहिल्यै नथाक्ने कस्तो चाहिँ जिउ रहेछ के आइलायो है। हामीलाई चाहिँ थकाइ लागिसक्यो। अब एकछिन रेस्ट गरेर अनि हामी यहाँबाट झर्छौँ। सो एकदम सनी इन्भाइरोमेन्ट छ, यहाँबाट रमाइलो देखिरहेको छ। मलाई बिहान यहाँ रमाइलो लागिरहेको थियो अरे, यहाँ माथि गएपछि यो के पनि लागेन यार, दामी रमाइलो भएर। अब यहाँबाट हाम्रो यात्रा सुरु हुन्छ, ओह्रालो झर्ने हो, फेरि पुरै हिँड्ने हो। हेलो ल अनि हामी गयो है, ल बाई बाई बाई। ल हस् ल, धन्यवाद तपाईँले हामीलाई मिठो खुवाउनु भयो, बस्न दिनुभयो। अब हाम्रो फेरि ओह्रालो यात्रा, यहाँबाट तातोपानीसम्मको यात्रा फेरि पुरै ट्रेक हिँड्ने हो। सो अब यहाँबाट हावा पनि चलिरहेछ, जस्ट इन्जोय नै भइरहेछ। मादल बजाउँदै हिँडिरहेको छ जेन्जी टोलीहरू। यहाँतिरको बच्चाहरू कति मजाले हुर्किन्छ होला यार है, आनन्द कस्तो उफ्री उफ्री कुदी कुदी यार, वाउ। सो गाइज हाम्रो बाइक चाहिँ त्यो ठाउँमा छ होइन, अरू गाडीहरू चाहिँ तर तातोपानी भन्ने ठाउँमा, हाम्रो बाइक चाहिँ त्यहाँ छ। हामीले त्यहाँ चाउचो खाएर आएको थियौँ आउने बेलामा, तातो चाउचो खाएर आएको थियो होइन। सो यस्तो छ यहाँबाटदेखि इन्भाइरोमेन्ट, तपाईँले देख्न सक्नुहुन्छ। बहुत रमाइलो छ होइन, लोथ रमाइलो छ है दाइ, रमाइलो भयो एकदम बबाल इन्जोय भयो होइन। हिमालयन रेन्ज त्यहीँनिर छ, तर अहिले बिहान गएको ठाउँमा त बबाले देखिँदो रहेछ। सो हाम्रो टोलीहरू त्यहाँबाट पनि तल झरिसक्यो कोही त। अहिले एकदम हावा चलिरहेको छ यहाँ होइन। हामी अब यहाँबाट तातोपानी फर्किने क्रममा छौँ र यहाँनिर चाहिँ पुरै पुरै यहाँ वस्तु चलाइरहेछन् होइन। सो एकदम दामी चराउने पुरै खर्कै खर्क। सो यस्तो रमाइलो माहौल छ, जता हेऱ्यो डाँडा काँडा, पुरै पहाडको बिचमा छौँ हामी। सो गाइज अब हामी चाहिँ यहाँ आइपुगेको। यो ठाउँको नाम के हो अरे बिर्सेँ मैले, ब्रिमदाङ, जहाँ चाहिँ हामीले यहाँ बाइक राखेको थियौँ हिजो। अब यो बाइक लिएर अब यहाँबाट आज हामी अब यहाँ चिसो पानी खान्छौँ अनि निस्किन्छौँ। सो एकदमै तिर्खा पनि लागिरहेछ लास्टै। सो गाइज अब हामी यहाँबाट निस्किँदैछौँ। अब हाम्रो यहाँ दुईवटा बाइक यहाँबाट जान्छ, हामी चाहिँ हिँडेर जान्छौँ। अनि गाडी पनि तल छ, अर्को बाइक पनि तल नै छ। साथीहरू यहाँ हिँडिरहेछन् हाँदै। सो आज चाहिँ हिँडाइ पनि लगभग झन्डै होइन 8 घन्टा एकदम मजाले हिँड्यो आज। अब तातोपानीबाट चाहिँ हामी बाइकमा जान्छौँ, बाइक गाडीमा जान्छौँ। तातोपानीमा गएर तातोपानी नुहाउँछौँ पहिला, अनि मात्रै जान्छौँ हामी। फाइनल्ली हामी तातो पानी आइपुगिसक्यौँ होइन। अब हामी यहाँ तातो पानीमा नुहाउने हो।
ए हाम्रो टोलीहरू त ऐनै आएर नुहाउन थालिसक्यो ल ये कुरो नगरौँ। सो अब हामी पनि यहाँ तातो पानीमा नुहाएर जाने। सो यहाँ हाम्रो टोलीहरू सबजना यहाँ ए पुरै ल क्या चिल पारामा मस्त गरिरहेछन् है। ल तातो पानी नुहाइरहेछन् यहाँ। अब हामी पनि यहाँ तातो पानी नुहाउने हो। ल गाइज हामी चाहिँ यहाँ तातो पानीमै नुहाएर होइन अब फर्किने तयारीमा सबैजना नुहाएर रेडी भइसक्नु भयो। अब हामी यहाँबाट गाडी अलिक पर छ अनि बाइक पनि एउटा अलिक पर छ, दुईवटा बाइक यहाँ आइसकेको छ अनि हामी यहाँबाट अब तल लाग्छौँ। अब हामी यहाँ तातो पानीको यो हाम्रो गाडी राखेको ठाउँमा आइपुगिसक्यौँ। सो यहाँनिर हाम्रो गाडी छ, यहाँनिर छ बाइक। अब हामी मजाले टक्क लाएर यहाँबाट निस्किन्छौँ। सो गाइज अब यहाँ इनर्जी बुस्टर पिउँदै पिउँदै अब जाने हामी चाहिँ यहाँबाट होइन। सबैजनाले त्यो इनर्जी बुस्टर पिउँदै हुनुहुन्छ। हामी चाहिँ अब बाइकमा अर्को बाटो जान्छौँ। हामी पहिला निस्किन्छौँ, गाडीमा आउनेहरू एकछिनपछि आउनुहुन्छ होइन। गाइज ल ऊ त्यो चाहिँ कतलाङ हो होइन। अनि हामी अहिले अर्को बाटो आइरहेछौँ अनि यहीँ तपाईँलाई म देखाइदिन्छु। चिलिमेको ड्याम चाहिँ यहाँ छ। चिलिमेको ड्याम यहाँ छ। हिजो आउँदा हामी त्यो बाटो गएको हो होइन र आज हामी अरू यतापट्टिको बाटो आउँदैछौँ। हामी यो बाटो चाहिँ झन् छोटो हुन्छ भनेर, छोटो त छोटै रहेछ बाटो। यो बाटो आएको राम्रो पनि छ बस हिँड्ने भनेर। यस्तो ल्याङ बाटो रहेछ कि होइन। यहाँ सुभाषको पुरै फेरि खुट्टा पिँडुला फर्किएर अनि लास्टमा फेरि मैले बाइक लिएर आउनु पऱ्यो। अनि माथिबाट हामी यस्तो बाटो यताबाट आयौँ होइन। अस्ति हामी यहाँबाट यता हामी गएको थियौँ चिलिमेको लागि, यता जाने हो। आज हामी यो बाटो आएको। यो बाटो अस्ति गाडी गएको भए त यहीँबाट जान सक्दैन रहेछौँ। धन्न हामी हिजो यहाँबाट गयौँ गाडी। हामी चाहिँ अब अहिले स्याफ्रु हुँदै धुन्चे आइपुग्ने बेला भयो। यहाँ भाडकुनिर रोकेर हामीले यहाँ खाना अर्डर गरेको छ। अब यहाँ खाना खाएर जाने हो। ट्राउट माछा पनि अर्डर गरेर चाहिँ त्यो ट्राउट खाना खाएर जाने हो। यहाँ भिनाजु र अर्जुन त अगाडि हुनुहुन्छ। हेलो हेलो। अनि अरू चाहिँ फेरि आउँदै हुनुहुन्छ। गाडी स्याफ्रु बेसी आइपुग्यो होला अहिले कि स्याफ्रु बेसी त आइपुग्यो होला है। सो आजको हाम्रो खाना चाहिँ यहीँ हो। गाइज अहिले चाहिँ हामी यहाँ यो होटेलको यहाँ माथि टक्क बरन्डामा बसिरहेछौँ होइन। ल दाइ यहाँ हिँड्नु यहाँ हुनुहुन्छ होइन। यहाँ चाहिँ यो चाहिँ एकदम हाई माथि टन्नै माथि रहेछ। वहाँ छ हाम्रो सडक यति माथि रहेछ यार। तर ठिक छ है यहाँ बसेर खाना। तर यहाँ अलि यसो चिल गर्ने मान्छेलाई चाहिँ एकदम सही रहेछ। यहाँ टक्क बस्ने खाने गर्न बरन्डा सही रहेछ।